खत्म। नरहे नेपाल नरहे नेपाली, नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो एकैछिन बक्सी कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै। कसले पोलिटिक्स खेल्छ कसले के खेल्छ होइन। आफूले देश मात्र बनाउन इच्छा छ, आफूले अरू कुरा केही इच्छै छैन। ओहो बा ल बधाई छ है जितेकोमा। नमस्कार महावीर बा। ल बधाई छ है जितेकोमा, बधाई छ। 4 दिन बसेको माछा 4 वर्ष बसेर लाग्नु निस्किन पाइँदैन होइन। निर्वाचन त्यो स्कुलबाट बाहिर निस्किन पाइँदैन। राति पनि सबै वाल हेर्नु पर्यो, बा बम फ्याल्दिन्छन् कि बा हान्छन् कि। अब के हुन्छ त्यसको अनुहारमा भन्ने सोचेर बोल्नु पर्छ। बुझ्नु भयो नि। बोल्दा पनि त्यस्तो पनि ठाउँ रहेछ नेपाल। सुनसरी जिल्लामा के नेपालको कुरो गर्नु। हामीले दिने अहिलेको पनि त्यहाँ जो हो। त्यहाँ त घन्टीले जित्यो भने हामीले नदेखिकन कसरी जित्यो त अन्त छोराहरूलाई पनि भन्न पाइयो गर हो कि होइन। अब उसले गो गर्नेले जित्यो भने लिहाली जाँडाको झन्डा छोपेर हिँडिन्छ गाडी। बस्दैन नै बस्दैन। हामी यस्तो मात्र गरिरहेको थियो, त्यस्तो यस्तो भइसकेछ। अनि पावा पचार यस्तो पचास भयो। भोट केमा हाल्यो? प्रकाशमा। कसरी हालेको? पुत्त ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। ऋषि धमला त एउटा नाम होइन नि त, ब्रान्ड हो। 40 सालदेखि आज हामी जस्तो असली जेन्जीलाई बोकेर आज यहाँसम्म ल्याउनु भनेको नटजोक कुनै माइकलालले गर्न सक्दैन यो कुरा। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान तपाईँको जिल्लामा पनि आउँछ फेरि तपाईँलाई पनि। हाम्रो जिल्लामा त तपाईँ आउने नै होइन नि। बेलुका ड्यारो मुख लगाएर आयो। अनि के भइयो, फेल भइएछ क्या हो, पास भइएन भने भइयो। मलाई चाहिँ फेल पारे, मलाई अहिले उनीहरूको मान्छे चाहिँ पास पारेर। भोट केमा रे? चिममा। सागर बसन्ते किस्ने तेरो दाइ मन्त्री भएको छ। नडराओ केटा, नडराओ, तेरो दाइ मन्त्री भएको छ। एमाले कि कांग्रेस? एमाले कि कांग्रेस? घन्टी हान्दिनी। घन्टी हान्दिनी। घन्टी को घन्टी? बालले को घन्टी? तेरो हो बालले। के रे? तेरो हो को घन्टी? तेरो हो। खत्तम। अहिलेसम्म त म काम गर्ने ठाउँमा थिएँ क्या। मेयर भनेको काम गर्ने ठाउँ हो। अब प्रतिपक्ष भनेको त बोल्ने ठाउँ हो। अब विचार गर्नु न कति बोल्छ होला अर्को साम्पाङ। थाहा हुँदैन क्या बहिनीहरू, यस्तो झन्झटिलो कुरा नसोध्नु न। अलि उम्मेदवारकै मत पनि हराएपछि मिनेट मैले गरेँ छिटो नि पछि मलाई हुँदैन छ। नायक राष्ट्रको लागि चाहिँ अगाडि बढ्ने म चुनाव त जितिसक्नु भएको थियो, फेरि किताब बेच्नेमै आइपुग्नु किन हो? देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो। पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले। पुस्तकको बेलामा पुस्तक बेचेको नीति नियम बनाउने बेलै भएको छैन अहिले। अब संसदै बसेको छैन, अधिवेशनै बसेको छैन। त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने? यी भेडा रानीका छोरा, यी गोरु रानीका छोरा, बाजुराका एमाले काङ्ग्रेस गु खाएका यिनलाई पातौनी गुहाल्ने पनि यिनले जिते नि, यिनले हार्यो। रानीका छोरा जहाँ हिँड्दा थाल्यो जिताउने थियो, त्यो रानीका छोराले जिताएन। साला यी मा साला काङ्ग्रेस एमाले रानीका छोरा यिनलाई चाहिँ काटेर हिर्काएर भनिदिन्छु। एमालेको श्राद्ध केपी ओली शर्माकै नेतृत्वमा हुन्छ।
एमालेको श्राद्ध केपी शर्मा ओलीकै नेतृत्व हुन्छ मान्नुहोस् न बात त सही है तर केपी शर्मा ओली भनिरहनु भएको छ अब फेरि पनि म प्रधानमन्त्री बन्छु बहुमत आउँछ कहाँको? चुनावमा रे अहिले पनि यो देशको प्रधानमन्त्री यो 3 जना हुन्छ तपाईँ पत्याइराख्नु भएको छ मलाई चुनावमा जानुभन्दा अगाडि पनि बालन शाहले बोलाएर 2 पटक भेटेर भन्नुभएको थियो तपाईँ आउनुहोस् कहाँबाट कुन क्षेत्रमा चुनाव लड्नुहुन्छ म तपाईँलाई सहयोग गर्छु टिकट दिन्छु भन्नुभएको थियो स्पष्ट कुरा म भन्न चाहन्छु और क्यों था अगुवाज में किसके लिए की 22 बदला सूर्य वंशी सूर्य यस मैम मान्छे एकचोटि असफल भयो भन्दैमा के त मान्छे फेरि नउठ्ने फेरि ट्राई नगर्ने कस्तो कुरा गर्नुभएको तपाईँले एकचोटि असफल भयो भन्दैमा ल म चाहिँ असफल भएँ भनेर त्यो मान्छे निराश गरेर बस्ने एउटा गीत गाउनुहोस् म दावा साथ के भन्छु भने मैले भ्रष्टाचार गरेको छैन मेरो नीति हो म भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न corruption is not bad corruption is only bad if I'm not involved yes but if I'm part of that corruption I'll defend it कुलमान घिसिङलाई यहाँ आउनुभयो यहाँ 12 दिन बस्नुभयो अनि अर्काको भुँडी बोकेर अब बच्चा चाहिँ यी छोडिदिएर समानुपातिका जम्मै हामी हिजो सिममा उज्यालो नेपालमा प्रवेश गरे मान्छे आज ल्याएर हामीलाई यहाँ घुल्दिएर मुझे भेडा बाख्रा जस्तो छोडिदिएर अनि हामीलाई चाहिँ कुकुरु बच्चा छोडिदिएर गरेर कुलमानजी आज कहाँ जानुभएको केपी बुढा पिन खाने उमेरमा अझै पचाइने भाते खत्तम फेरि पनि चुनाव त केपी ओलीले नै जित्छ रे त जितेर दिएर पछाडिबाट अनि खोइ हाले भए खोइ कहाँ जान्छ भन्दैछु त तै लगिदिएको होइन ल मासले उहाँ त आफ्नो ठाउँ जक्सन पढ के हुन्छ होला भनेको त उहाँ पुगेछ त यार ब्रिफिङ सुनेर गाउँ हेर्दा त ला अफगानिस्तान र इरानमा आए जस्तो भइहाल्यो नि अब त पुरा अल्लाहका मन्दिर मात्रै छन् मेन गेटमा राख्थे फेरि म जस्तो मान्छेले मेन गेटमा राखिदिएको भने सक्दैन अब चेक गर्छु चिलिम भेट्छु बुढाहरूको चिलिम पुरी भेट्छु माछाले चक्कु सक्कु सबै छ कतै निकाल्नु त पुरा आँखा पुलेर छ माछा मोबाइल बाहिर राखेको के चेक गर्छस् भन्छ फेरि त्यही बुढो फेरि साइकलले बिस्तारै हिँड्दै त माते गरेर चिया खान गएको ठ्यास्सा हान्दियो होइन मलाई नै हानो 2 जना गएको सरी भन्छ होला त भनेको त माछा उल्टै अब त्यहाँ त पुरा आँखा पुलेर हेर्छ माछा ल यसो फर्केरको सबै मुस्लिम मात्रै फेरि बाटोमा बसेका अनि सरी है मैले नि गल्ती गरेँ म हिँड्ने मिस्टेक भयो भनेर हिँडेँ अब यस पार्टीलाई खरानी बनाएर छोडिदिन्छु यसलाई माटोमा मिलाएर छोडिदिन्छु यसलाई धुलो पिठो बनाएर छोडिदिन्छु टर्च बालेर खोज्दा पनि नभेटिने खत्तम सबको नमस्कार मैं बोलता नहीं करके दिखाता हूँ शिवाजी के अधूरे छोड़े सारे नेक कामों को और भी आगे ले जाना अब मेरी जिम्मेदारी है पूरे देश में किसी को कोई भी समस्या हो तो मुझ तक पहुंचाइए मैं देखूंगा अब टर्च बालेर खोज्दा पनि एमाले भेटिने छैन तपाईँ स्पष्ट भनिदिनुहोस् जनताले तपाईँलाई बुझ्न किन सकेनन् जनताले मलाई माया गरेका छन् यो चुनावमा टेक्निकल कुरा हो म त्यति जान चाहन्न मतमा त देखिएन नि होइन जनताले मलाई माया गरेका छन् बुढाको शराब लागेर एमाले पत्ता साफै भयो बुढा रामेछापतिर रमाइलो गरी हिँडिरहेछन् मन्थलीमा म बुद्ध भगवान पशुपतिनाथसँग सम्झेर यो किताबले ढोगेर 84 को चुनावमा यो दुईटी उप प्रधानमन्त्री कुनै पनि दुईटी उप प्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा म बुद्ध भगवान र पशुपतिनाथ प्रदान गर्दै बिदा हुन्छु धन्यवाद सेकेन्ड बाँकी 10 सेकेन्ड 8 7 भित्र छिरो हो भित्र छिरो
तपाईँको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरूमा हाम्रो बालन सर श्रीबाबु मर्जन रेणु दाल र बालन शर्मा मनपर्छ मलाई मेरो बेस्ट फ्रेन्ड नै उहाँ हो त अहिले चुनाव पछाडि त मै हो प्रधानमन्त्री प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालन शाह त्यस्ता मुला बहुमत गर्नलाई कति सिट चाहिन्छ बहुमतको सरकार आउनलाई त्यो त त्यही त 138 भन्दै 38 हैन नि 28 हैन समानुपातिकबाट कतिवटा आउँछ सिट भन्दा लु कतिवटा त्यो त अब कतिवटा त्यहाँनिर कतिवटा 138 वटा यसपालि नेताहरूले होइन जनताहरूले गठबन्धन गरेका रहेछन् सबका सब पुरानालाई हराइदिने पछाडिदिने लखेटिदिने गठबन्धन प्लिज भन्न चाहन्छु अब राजनीति म मेरो पछिको जति सिचुएसनहरू आउँछ चेन्ज गर्नलाई समस्या गाह्रो हुन्छ आउँछ तब पनि अहिलेको सिचुएसनहरू आउँछ चेन्ज गर्नलाई समस्या गाह्रो हुन्छ असै आयो असै यो त असै होइन यो त दसैँ हो दसैँ चाहिँ बिहानदेखि अहिलेसम्म 3 चोटि ढलिसकेको छु एकदम खटाइरहेको छु त पनि किना जला पर्छ त्यसलाई मात्रै विचार क्या कमी रह गई थी मेरे पे है क्या कमी रह गई थी मेरे में कति पीडा छ हेर्नु सबैको आँखामा आँसु छ प्रधानमन्त्री सबैको आँखामा आँसु छ प्रधानमन्त्री मैले आकाशमा नआउनु भने होइन कन्ट्रोल गर्नु भने होइन मेरो समर्थन छ बालन दाई थ्याङ्क यू आज हजुरको जितले देखायो हजुरको जित हुन्छ कि हुन्न भनेर टुक्के पिछो अगाडि बढ्न खोजेको थियो हामीहरू कति टेन्सन हामीहरू कति गाह्रो गरेको थियौँ हामीहरू कति बसेको थियौँ को जित्छ भनेर आज हजुरको जितले देखायो को जितो को छोडेर जानै पर्यो त्यसले कति मान्छेहरू मार्यो अझै थाहा नै छैन होला मैले आज भनिदिइ पनि सकेँ हजुरलाई हजुरको जितले आज माला पनि लायो